हेलो नमस्ते दर्शन नमस्ते मेरो सम्पूर्ण साथीहरूलाई एन्ड अब डिलाइटफुल मर्निङ टु यु अल है। अनि होप तपाईँहरू एकदम सब फिट एन्ड फाइन हुनुहुन्छ होला है। एन्ड हेर्नुहोस् आज पनि म आफ्नो ड्युटी जाँदैछु। अनि गाइस एउटा कुरा नि गाइस, यो दाँत दुखेको नि गाइस सबै दुखेको सहनु सक्छ कि गाइस। यो दाँत दुखेको चाहिँ सहनु सक्दैन रहेछ। अब या मेरो दाँत किराले खाएको होइन कि। जब म दुबईमा थिएँ त्यो एक दिन त्यो अन्डा क्रस उस बनाएको थिएँ कि, आलु र अन्डा हो बनाउँदाखेरि। अनि त्यो कस्तो गरेर बाई मिस्टेकली अन्डाको बाहिरको छिल्का त्यो अन्डामा चिप्केको रहेछ हो, बोइल अन्डामा सानो पिस। अनि फ्रिजमा राखेको थिएँ। अनि त्यो फ्रिजमा राखेको अनि नेक्स्ट डेमा म तातो भातसँग त्यो अब अलिक कक्रेको सब्जी खाँदै थिएँ। त्यो उयसमा अन्डामा टाँसेको रहेछ छिल्का हो, बाहिर कभर सानो पिस। अनि मैले खाँदाखेरि चबाम यस्तो बङ्गरामा लाग्यो कि त्यो दिनबाट दाँत स्रिङ भएको थियो कि। द्याट मिन्स मेरो त्यो बाङ्राको रुट क्र्याक भएको रहेछ कि हो। अनि अलिअलि दुख्थ्यो है, त्यतिखेर यादै भएन। अहिले 3 इयर्स भयो होइन। आज भोलि नाउ इट इज आई एम गेटिङ टु मच पेन यार गाइज। ओ माई गॉड, अरू सहनु सक्छु कि जो पनि सहनु सक्छु हो, तर यो दाँत दुखेको चाहिँ सहनु सक्दैन गाइस यार। बिहानै उठ्ने बित्तिकै रुम्की हाँसु बनाउँछ यार। यस्तो पेन त मेरो लाइफमा हो केही यस्तो मैले पेनहरू भोगेँ कि, दुखाइहरू भोगेँ, तर बट दिस पेन इज रियली एकदमै सिभियर पेन छ कि गाइस। मान्छेले भन्थ्यो कि दाँत दुखेर रुन्थ्यो कि भन्छ कि, मैले किन यस्तो हुन्छ भनेर आजभोलि मलाई थाहा भयो कि नाउ इट इज आई गट होइन पेन कि एकदमै दुख्दो रहेछ कि। एकपटकको गालै चर्किने गरी चम दुख्दो रहेछ। अहिले पनि दुखिरहेको छ कि गाइस। खाना पनि अलिकति केही त्यो उस भयो भने केही अलिकति प्रेस पऱ्यो भने त्यो बाङ्राको होइन जरा क्र्याक भएको रहेछ कि, साङ्गै हुन्छ कि। अब कुप्पीमा धुवा निकाल्छ। अब एक दिन छुट्टीमा गएर अनि त्यसमा अब त्यो भर्नु पर्ने रहेछ कि त्यो जरामा हो। अनि त्यो डक्टरहरूले भर्दो रहेछ। अब त्यस्तै गर्नु पऱ्यो भनेर सोच्दैछु कि गाइस। म त एकदमै पेन भएर केही सक्दैन कि। यति जब पेन हुन्छ नि गाइस, जब दाँत पेन हुन्छ नि, दुख्छ नि, केही चाहिँदैन जस्तो लाग्छ, संसारै बिर्सिन्छ कि गाइस यार। मैले फिल गरेँ गाइस। ल त गाइस यस्तै छ यार मेरो दैनिकको है। ड्युटी गयो आयो। अनि त्यो दाँतहरू दुख्दाखेरि चाहिँ होइन के हुँदो रहेछ भन्दाखेरि गाइस, अब पानी लगाइराख्नु पर्छ मुखमा क्या। ज्या ठन्डा पानी खायो भने पियो भने स्रिङ हुन्छ। हट कफीहरू जुनै पनि पानी लगाएर स्रिङ हुन्छ कि। अनि नर्मल पानी हालेर मुखमा अलिअलि पानी राखेर मुख हलाइराख्नु पर्ने छ कि त्यो जरामा के हुन्छ गाइस। ल त भाइ गाइस ड्युटी नै आइपुग्छ होइन है गाइस। यस्तै छ यार, दाँत दुखाएर मरिसकेँ म चाहिँ यार। ल बाई बाई, हेभ अ गुड डे।